हरे कृष्ण किचनमा हजुरलाई स्वागत छ। आज म नयाँ रेसिपी लिएर आएको छु। एकदमै मिठो, एकदमै राम्रो कोसेन्ट। त्यसको लागि चाहिँ म 2 कप मैदा लिन्छु। 2 कप भनेको आधी केजी मैदा लिने। यो बजारमा पाउँछ। बजारभन्दा नि मिठो हामी घरमै बनाउन सक्छौँ। एकदमै सजिलै तरिकाले एकदमै राम्रो पनि हुन्छ। अनि हामी थोरै सामग्रीले धेरै बनाउन सक्छौँ। अनि घरमा सबैले लगाउने गरी खान सक्छन्। अनि यसको लागि मैले आधी किलो मैदा अनि 3 चम्चा मिश्रीको धुलो, तपाईँ चिनी पनि लिन सक्नुहुन्छ यसको ठाउँमा, आधी चम्चा नुन, आधी चम्चा बेकिङ पाउडर अनि त्यसको आधी बेकिङ सोडा। हामी बेकिङ पाउडर बेकिङ सोडा चाहिँ एकदमै ध्यानले लिनुपर्छ। अनि 1 कप दही राख्नु। यो चाहिँ गुली खालको होइन, सादा दही हो। सादा दही लिनुपर्छ। अब सबै मुस्ने मजाले एकदमै सजिलो तरिकाले बनाउन सकिन्छ। अलिकति मेहनत छ तर एकदमै मिठो पनि हुन्छ, एकदमै राम्रो पनि हुन्छ। थोरै सामानले धेरै बन्छ। घरमा चाहिँ सजिलै तरिकाले बनाउन सकिन्छ। अब सबै मुसिसकेपछि हामीले चाहिने जति पानी राख्दै मुस्नुपर्छ। अनि यो मुस्ने बेलामा अलि नरम डो बनाउनुपर्छ। राम्ररी मुस्ने, सबै मिक्सिने गरी मजाले सबै राम्ररी मुस्ने, सफ्ट एकदम मुस्नुपर्छ। अनि मुस्दै गर्दाखेरि यसमा चाहिँ अब मैले थोरै बटर राख्छु। तपाईँले अगाडि पनि राख्न सक्नुहुन्छ मुस्ने बेलामै सुरुमा, तर पछाडि राख्यो भने यसलाई चाहिँ हामी सफ्ट गरेर मुस्न सक्छौँ। सबैतिर मेल्ट हुने गरी राख्नुपर्छ बटर चाहिँ। साह्रो भयो भने फेरि डल्लो नै बसिराखेको हुन्छ। मेल्ट भएको बटर लिने, हामीले सबै मजाले मुस्ने। यसलाई कम्तीमा 10 मिनट जति हामीले मुस्नुपर्छ। यसमा चाहिँ मुसिसकेपछि चारैतिर तेल लगाएर नटासियोस् भाँडामा, पछि हामीलाई निकाल्न सजिलो हुन्छ। चारैतिर तेल लगाएर अलिकति अब यसलाई म 1 देखि 1.5 घन्टा जति म रेस्टमा राख्छु। यसलाई रेस्ट हुनको लागि राख्दिनँ। 1.5 घन्टा भइसक्यो मैले राखेको। जाडो महिना छ, अलिकति यसलाई फुल्नलाई अलिकति 1.5 घन्टा जति लाग्छ। गर्मी महिना भए चाँडै नै फुलेर आउँछ, सफ्ट हुन्छ यो चाहिँ मैले बिना यस्टको बनाइराखेको छु। बिना यस्टले पनि एकदमै सजिलो तरिकाले बन्छ। अनि हामीले चाहिँ अब यसलाई बेल्नुपर्छ। बेल्ने ठाउँ हाम्रो चाहिँ एकदम क्लिन हुनुपर्छ, सफा गरेर राख्नुपर्छ। अनि त्यसमा चाहिँ तल अलि मैदा छर्केर यसलाई फेरि एकचोटि मुस्नुपर्छ मजाले। 2-3 मिनट जति मुस्ने, सफ्ट चाहिँ बनाउने। अब यसलाई म 2 पार्टमा डिभाइड गर्छु। ठुलो छ, यसलाई चाहिँ अझै सानो सानो हामीले पार्ट डिभाइड गर्नुपर्छ। यो चाहिँ रोटी बनाउनुभन्दा अलिकति ठुलो यसको डो लिनुपर्छ। हामीले रोटी जत्रो बनाउँछौँ त्योभन्दा अलिकति ठुलो हुनुपर्छ। हामीले नर्मल डोनट बनाउँछौँ त्यसको त्यतिको डो हुनुपर्छ। अब यसलाई चाहिँ सबै गोलो बनाएर राख्ने। यो बजारभन्दा पनि मिठो हामीले घरमा एकदमै सजिलो तरिकाले बनाउन सक्छौँ। यसै गरी मैले चाहिँ 7 देखि 8 वटा पार्ट डिभाइड गरेको छु। अब यसमा चाहिँ मैदा छर्किँदै यसलाई चाहिँ सानो सानो गरेर पुरी जत्रो बेली एक साइडमा राख्छौँ। यसलाई हामीले तपाईँले चक्लामा पनि बेल्न सक्नुहुन्छ। मैले चाहिँ तल बेलिराखेको छु। सफा ठाउँ चाहिँ सफा हुनुपर्छ। अब बेलिसकेपछि सबै चाहिँ अब एउटा रोटी लिँदै यसमा चाहिँ मेल्टेड बटर हुनुपर्छ, तेल घिउ होइन। बटर लियो भने एकदमै स्मेल राम्रो आउँछ, एकदमै बजार जस्तै स्वाद आउँछ। खाने बेला पनि एकदमै सफ्ट हुन्छ। अनि मेल्टेड बटर लिँदै ब्रसले एउटा लेयरमा लगाउँदै अनि मैदा छर्किँदै, यो छर्किन चाहिँ किन पर्छ भने चाहिँ हाम्रो लेयर छुट्टिन्छ, मजाले लेयर छुट्टिन्छ। अनि एकअर्को माथि राख्दै फेरि बटर लगाउँदै यसै गरेर सबै रोटी चाहिँ राख्छु, लेयर राख्दै जान्छु। मैदा छर्किन नबिर्सिनु, राम्ररी छर्किनुपर्छ, अलिक बढी मात्रामा। बटर लगाउन पनि कन्जुसाइ नगर्नु होला, एकदमै राम्रै लगाउनु होला। सबै लेयर राखिसकेपछि 7 देखि 8 वटा लेयर हुनुपर्छ। धेरै मोटो पनि नबनाउने, ठिक्क हुन्छ 8 देखि 8 वटा लेयर गऱ्यो भने। अनि यसलाई चाहिँ सबै राख्दै मैदा छर्किँदै अलिक च्याप्टो बनाउने। चारैतिरबाट बराबर हुनु पऱ्यो, दुवैतिरबाट उल्टाइ गरेर हामीले च्याप्टो बनाउनुपर्छ हातले थिचेर। त्यसपछि चाहिँ मैदा राख्दै यसलाई ठुलो गोलो बनाउनुपर्छ। अनि त्यसको लागि हामीले चाहिँ चक्लामा हाम्रो स्पेस पुग्दैन, त्यसैले तल नै हामीले चाहिँ मार्बल चाहिँ सफा हुनु पऱ्यो। अब ठुलो गरी बेल्नुपर्छ।
बेल्ने बेलामा धेरै मोटो पनि नहोस् धेरै पातलो पनि नहोस्, ठिक्कको हुनु पर्यो। यतिको ठुलो बेलिसकेपछि यो टक्क बिचबाट हामीले डिभाइड गर्नुपर्छ। एकदमै बराबर हुने गरी चारैतिरबाट हामीले कट गर्नुपर्छ। पहिला हामीले चाहिँ बिचमा डिभाइड गर्ने, त्यसपछि अर्को ट्रायङ्गललाई चाहिँ त्यो 3 पार्टमा डिभाइड गर्ने अझै, किनभने एउटै ठुलो हामीले रोल गऱ्यो भने एकदमै ठुलो हुन्छ, नराम्रो देख्छ। अनि यसरी गर्दाखेरि एकदमै राम्रो लुक आउँछ। यसरी गरेर सबै कट गर्ने। अनि हामीले चाहिँ बेक गर्ने ट्रेमा अलिकति बटर ग्रिस गर्ने, बटर लगाउने, तेल बटर जे लगाउँदा पनि हुन्छ। अनि अब हामीले चाहिँ एउटा क्रोसेन्ट निकाल्दै माथिबाट चाहिँ रोल गर्दै एकदमै टाइटली रोल गर्दै लिएर आउनुपर्छ। रोल गर्ने बेलामा हामीले बिचमा मात्रै प्रेस गर्नुपर्छ, अनि त्यो तपाईँको चाहिँ कर्नर निस्किन्छ। कर्नरमा चाहिँ बटर पनि लगाउनुपर्छ, त्यसले गर्दा टाँसिन्छ। यसरी गरेर कस्तो राम्रो लेयर, फेरि बेक गर्ने बेलामा लेयर एकदमै राम्ररी निस्केर आउँछ। बिचमा मात्रै हामीले प्रेस गर्ने, साइडमा गर्नु पर्दैन। बटर लगाउन चाहिँ नबिर्सिनुहोस्। बटर लगाउँदै रोल गरेर टाँसिने। टाँसिएको ठाउँलाई चाहिँ हामीले तलपट्टि राख्नुपर्छ, तलको भागमा राख्ने। यसै गरी सबै रोल गर्ने। अनि एउटै साइजको निस्किन्छ। हामीले कट गर्न एकदमै राम्ररी कट गर्नुपर्छ, सबै एउटै साइजको आउँछ। यतिको मैले तयार पारेको छु। तयार पारिसकेपछि अब बेक गर्ने बेलामा चाहिँ माथिबाट सबै दुध लगाउने। दुधले गर्दा रातो कलर आउँछ अलिकति। त्यो बिना अन्डा बिना इस्टको हो, अनि हेल्दी पनि हुन्छ। हामी बच्चाले खाजामा राख्न सक्छौँ, खाजामा हामी पनि खान सक्छौँ। कस्तो मिठो हुन्छ। अब यसलाई बेक गर्ने बेलामा चाहिँ 180 डिग्रीमा कम्तीमा 50 देखि 55 मिनट लाग्छ बेक गर्नलाई। यतिको बेक भइसकेपछि चाहिँ यसरी कलर निस्केर आउँछ। अनि यसो बेक भइसकेपछि माथिबाट फेरि बटर हामीले लगाइदिने, अझै राम्रो कलर आउँछ। एकछिन छोपेर राखिदिने, 5 देखि 10 मिनटसम्म छोपेर राखिदिने। अनि सफ्ट पनि हुन्छ, राम्रो कलर पनि आउँछ, एकदमै मिठो पनि हुन्छ। मेरो भिडियो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। हरे कृष्ण।